सिरानी मुनिको अन्तिम चिठी। घर सुनसान छ। विनिता गएको 15 दिन बितिसके। मान्छेहरू आइरहने, भेला हुने, सम्झाउने क्रम सकियो। अब सबै आफ्नै बाटो लागे, तर विवेकको बाटो त्यहीँ रोकिएको छ जहाँ विनिता अन्तिमपल्ट निधाएकी थिइन्। आज जति बेर भयो उनले फेरि त्यो सिरानी अँगालोमा हालेर हेरे। त्यो सिरानी जसमा विनिताको सुगन्ध बाँकी थियो र जुन तल एउटा पत्र लुकेको थियो। सायद अन्तिम सासको ठिक अघि लेखिएको। विवेकको हात काँपियो। उनले त्यो चिठी निकाले र पढ्न थाले। विनिता अन्तिमपल्ट बोलिरहेकी थिइन् कागजमा। प्रिय बुढो, जब तपाईँ यो चिठी पढिरहनुहुन्छ म यहाँ हुन्न होला, तर म जान्दछु तपाईँको मुन्टो अझै मेरै सिरानीमा हुन्छ। तपाईँ अझै भान्सामा 2 गिलास चिया बनाउनुहुन्छ होला। तपाईँ अझै ढोका खोल्दा मलाई खोज्नुहुन्छ होला। तर अब म ती सबै ठाउँमा छैन। मलाई थाहा थियो बुढो, मलाई क्यान्सर लागेको छ र त्यो पनि अन्तिम चरणमा पुगेको। तपाईँले केही नभने पनि तपाईँको आँखाले राति उठेर लुकेर रोएको आवाजले सबै बताएथ्यो। तपाईँले मेरो लागि कति कुराहरू गुमाउनु भयो। दुःख गरेर जोडेका गहना जमिन सबै बेचिदिनु भयो। तर म त यहाँबाट केही लिएर जान सकिनँ नि। बरु तपाईँको माया त्यसलाई च्यापेर लिएर जान खोजेकी छु। जीवनका यी 15 वर्ष तपाईँको अँगालोमा बिताएँ। दुःखले साथ दिइरहेको छैन। तपाईँले मलाई सानो सानो कुरामा पनि रुन्चे भन्नुहुन्थ्यो नि। तर आज म सास रोकिन लागे पनि रोएकी छैन बुढो। मेरो कारण तपाईँको आँसु खसेको देखेर म कमजोर हुन चाहन्न। तपाईँ बलियो बन्नुहोस् है। छोराछोरी सानो छन्, उनीहरूलाई मम्मी स्वर्ग गइन् भनेर भन्नु र कहिलेकाहीँ छाया झैँ ताराहरू भएर हेरेर साथ दिनेछु भनेर सम्झाउनु। तपाईँलाई मलाई बिर्सन गाह्रो हुनेछ थाहा छ। तपाईँ बिहान मेरो विवेक भन्ने आवाज खोज्नुहुन्छ, तर अब त्यो आवाज तपाईँले सुन्न पाउनुहुने छैन। हृदयभित्र मात्रै गुन्जिनेछ। म अब जान लागेकी छु, तर एकपटक तपाईँको छातीमा टाउको राखेर धड्कन सुन्न मन छ। सास रोकिनु अघि तपाईँको हात समाएर निधाउन मन छ। जिन्दगीसँगै बाँच्यौँ, मृत्यु पनि तपाईँको न्यानो स्पर्शमै अँगाल्न चाहन्छु। अब तपाईँ रिसाउनु हुँदैन है, किनभने तपाईँको श्रीमती मनाउन अब आउने छैन। अब अल्छी नगर्नु, किनभने तपाईँको श्रीमती घन्टौँ पर्खेर खाना ल्याउने छैन। अब आँसु थाम्न सक्नुपर्छ, किनभने तपाईँलाई समाउने हात अब छैन। धेरै माया दिनुभयो, धेरै स्नेह बाँड्नुभयो। माया कहिल्यै सकिँदैन बुढो। म त आकाशको जुन बने तपाईँको झ्यालबाट हेरिरहनेछु। तपाईँ रोएर होइन, मुस्कुराइरहेको बाँचेको देख्न मन छ। जबसम्म तपाईँ सास फेरिरहनुहुन्छ म तपाईँभित्र बाँचिरहनेछु। र जब कहिल्यै एक्लो महसुस गर्नुहुन्छ, चिठी खोल्नुहोस्, म यहीँ छु। तपाईँकी विनिता। चिठी सकियो। विवेकको हातबाट पत्र बिस्तारै ओर्लियो, तर मुटुको भारी झनै चापियो। उनले चिठी छातीमा टाँसेर रोयो। विनिता निधाएको ओछ्यानमा टुलु टुलु हेर्दै भन्यो, किन यस्तो चुपचाप गयो? एकपटक भनेकी भए पुग्थ्यो बुढो, म जान लागेँ भनेर। त्यो रात विवेक निधाएनन्। चिठी च्यापेर आँखा चिम्म गरे। उनी आज फेरि विनिताको छातीमा टाँसिएर रोए जस्तो लागिरहेको थियो।